ल है स्वागत छ मेरो भिडियोमा। आजको चिसो मौसममा तातो तातो लोकल भालेको झोल खाने भनेर चाहिँ हामीले भाले लिएर आएका छौँ खानालाई भनेर। हामी चाहिँ भाले काटेर पनि 3 बाउ छोराले चाहिँ भालेको एकदमै बुत्ला फाल्दै हुनुहुन्छ है। 2वटा छोरा बाउ मिलेर चाहिँ ल फालिसकिएपछि यसरी आगोमा सेकाउँदै अलिअलि सानसानो भएको रौँहरू पनि फालेर सकिन लाग्यो है, सकियो। अनि त्यसपछि ल बुढा चाहिँ उता मासु काट्दै हुनुहुन्छ के। बुढालाई चाहिँ फेरि क्यामेरामा नदेखिनु पर्ने अरे के, फेरि मन पर्दैन अरे नि त। त्यसैले गर्दाखेरि चाहिँ मैले भिडियो पुरा बनाएन। मैले चाहिँ यता मसला पनि तयार पारिसकेको थिएँ। मलाई चाहिँ लोकल भालेको मासुमा जे भए पनि कुखुराको मासुमा चाहिँ काँचो बेसार एकदमै मनपर्छ के, त्यही भएर बनाएको थिएँ। अनि मैले पकाउन सुरु गरेँ। अलि भिडियो बनाउन अलि त्यति आउँदैन, त्यही पनि अलिअलि प्रयास चाहिँ जारी छ भनौँ न। मैले चाहिँ प्याज र बेसारलाई चाहिँ सँगसँगै राखेँ कि, किनभने प्याज डढ्छ नि, त्यही भएर सँगसँगै राखेँ। अनि त्यसलाई पाक्नलाई छोडिदिएँ। अनि एकछिन पाकिसकेपछि यतिको भयो है। बेसार र प्याज चाहिँ एकदमै राम्रोसँग पाक्यो। अनि त्यसमा मैले मासु मिसाएँ, मासु राखेँ है। मासु राखेर अब बिस्तारै चलाउँदै है यति राखिसकेपछि मैले चाहिँ यसरी मजाले चलाएँ। मैले पकाउने तरिका चाहिँ यही हो है। म चाहिँ एकदमै साधारण तरिकाले पकाउँछु कि। हजुरहरूले कसरी पकाउनुहुन्छ त्यो त मलाई थाहा भएन। मलाई चाहिँ यसरी नै पकाउन मनपर्ने भएको कारणले गर्दाखेरि नै यसरी नै पकाएँ मैले चाहिँ है। ल यतिकै मजाले यसरी चलाएर राखेपछि एकछिन पछि मैले सबै भिडियो बनाएन। एकछिन पछि मैले मसला राखेर मजाले राम्ररी चलाएँ। अनि त्यसपछि मैले चाहिँ टमाटर राख्छु है। टमाटर काटेको थियो, टमाटर राखेँ मैले चाहिँ पछि नै राख्छु कि। अनि त्यसपछि नुन राखेको चाहिँ भिडियो बनाउन छुटेँ। ल पाकिसक्यो, यत्तिकै पाकिसक्यो है। ल त्यसरी राम्रोसँग पाकिसक्यो। कस्तो देख्दै मिठो लाग्छ, खाउँ लाग्ने भएको छ मेरो लागि चाहिँ। हजुरहरूको लागि चाहिँ कस्तो भएको त्यो पनि थाहा भएन। तर बुढालाई चाहिँ फेरि साग मिसाउनै पर्ने कि मासुमा चाहिँ अलिकति थोरै भए पनि साग राखेर खानुपर्ने क्या। त्यसैले उहाँको चित्त बुझाउनलाई पनि मैले यसरी साग राखिदिएँ। ल यत्तिकै भयो है हाम्रो चाहिँ। ल पाकिसक्यो है हाम्रो आजको खाना। कस्तो लाग्यो भिडियो अन्तिमसम्म हेरिदिनु भयो। हजुरहरूलाई धेरै धेरै धन्यवाद। सल्लाह सुझाव प्रतिक्रिया दिँदै गर्नुहोला। हस् बाई।